म एउटा उदाहरण दिन्छु। हिजो दलहरू विरुद्धमा मैले आवाज उठाउँदाखेरि पनि यसै भन्ने गर्थे मान्छेहरू देखे मान्छे हैन के र सुशीलाको एनजिओ सरकार बन्ने बित्तिकै पनि मैले भने सुरुमा म प्रति धेरै आक्रमण गरे केही मान्छेहरूले, यद्यपि केही मान्छे खटाइएका हुन्छन् त्यसै, तर उनीहरूले पनि देखे। मैले सुरुमै भनेको थिएँ यो कुनै भ्रष्टाचार छानबिन हुने, कसैका सम्पत्ति रोक्का हुने, कोही दण्डित हुने केही पनि हुँदैन। मान्छेको भ्रम हो यो सत्ता नबुझ्ने मान्छेहरू, शासक वर्ग नबुझ्ने मान्छेहरू र राज्यलाई चलाउने विदेशी साम्राज्यवादी हो यहाँको मान्छे होइन भन्ने कुरासम्मको भ्यू नपाउनेहरूले गर्ने कुराहरू खालि के हुन्छ। मैले बारम्बार भनेको एनजिओहरूले सत्ता कब्जा गरे, अब दलहरू फेरि टाउको उठाएर यो हात लागेको सत्ता नखोजिदिउन् भनेर दलहरूलाई